छ भने ईश्वरमाथि भरोसा राख। यस्तो भरोसा राख कि त मनमा शङ्का नगरिकन, मनलाई दोधार नगरिकन, मनलाई टेढा मेढा नगरिकन, मनलाई दायाँ बायाँ नगरिकन सिधा ईश्वरमा भरोसा राख। उहाँले तिम्रा सबै जीवनका बन्धनबाट, रोगका बन्धनबाट, डरका बन्धनबाट, ऋणका बन्धनबाट, कष्टका बन्धनबाट, हामीलाई तडपाउने शैतानका सबै युक्तिबाट ईश्वरले मात्र छुटकारा गर्न सक्नुहुन्छ। त यो छुटकारा गर्न सक्ने, यस्तो सामर्थ्यलाई प्रकट गर्न सक्ने ईश्वर परमात्मा परमेश्वर हाम्रो को हुनुहुन्छ? पिताजी हुनुहुन्छ। एउटा नाम चलेको व्यक्तिको छोरा या छोरी हुँदा कति गर्व लाग्छ। म त फलानाको छोरा, म त फलानाको छोरी, ढाकको साथमा शिर ठाडो गरेर कति खुसी हुनुहुन्छ। त विश्वको मालिक, जगतको मालिक परमेश्वरको सन्तान हुन पाउँदा शिर उच्च गर्ने कि नगर्ने? परमेश्वर तपाईँ हुनुहुन्छ, पिताजी हजुर हुनुहुन्छ। हजुरको काम, हजुरको धार्मिकता, हजुरको सामर्थ, हजुरको योग्यता, हजुरको शक्ति, हजुरको तागत म माथि परेको छ। जसरी इस्कियलमाथि परमेश्वरको हात पर्यो, तब इस्कियलद्वारा परमेश्वरले सुकेका नसा हड्डीहरू, कङ्कालहरू, हड्डीहरू भएको ठाउँमा परमेश्वरको वचन आयो। जब वचन आयो, वचन जिउँदो आयो, तब जीवित वचनले के गर्यो? पुरा सेना जत्था खडा कसले गर्नुभयो? ईश्वरले गर्नुभयो। किनकि ईश्वरको हातको माथि पर्यो, त्यो समयमा इस्कियलको माथि पर्यो। त यो समयमा ईश्वरको हातको अर्थ के त? अधिकार, खुसी हुने अधिकार, उत्साहित हुने अधिकार, बन्ने अधिकार, मन बलियो पार्ने अधिकार, एकदमै मजबुत भएर हरेक समय आनन्दित मनाउने अधिकार कसले दिनुभयो हामीलाई? हाम्रो पिता परमेश्वरले। यो हात हामी माथि पर्यो, यो सामर्थ हामी माथि पर्यो, यस्ता कृपा दृष्टि हामी माथि पर्यो, यस्ता स्वर्गका आशिष हामी माथि पर्यो, यस्तो स्वर्गको योग्यता हामी माथि पर्यो। परमेश्वरलाई धन्यवाद। अरू महिमा, अरू तागत, अरू उद्धार धन्य पिता भइसक्यो। ईश्वरलाई माग्नुभयो। तपाईँले नसकेका काम, तपाईँले सम्हाल्न नसकेको व्यवसाय, तपाईँले बदल्न नसकेको ऋण, सब चिज ईश्वरले बदल्न सक्नुहुन्छ। उहाँ सबै काम गर्नको लागि सामर्थ्य हुनुहुन्छ। उहाँले सबै कुरा गर्नको लागि बुद्धिमान हुनुहुन्छ। बुद्धिमान हाम्रो यो दुनियाँमा कति ठुला ठुला टेक्नोलोजी ग्रोथ भएको छ, बढिरहेको छ। कस्ता आविष्कारहरू भएका छन्, कति छिटो छिटो टेक्नोलोजीहरू आविष्कार भइरहेको छ। त यस्तो टेक्नोलोजी बनाउने व्यक्तिमा यस्तो बुद्धि भर्ने परमेश्वरको बुद्धि अझै कति होला भन्नुहोस् त? ईश्वरले दिएको बुद्धि, ईश्वरले दिएको ज्ञानबाट त सारा विश्व कस्तो